हामीले अब बाबालाई पशुपति नगर बाबा आमालाई पशुपति नगर खुजुर पछि यति गर्नु के अरू हिँड्नु न मम्मीलाई बाबालाई दाजु दिदीसँग अब हामी पशुपति नगर पशुपति जाँदैछु मन्दिर जाने पशुपति नगर हो भनेछु हामी चाहिँ म चाहिँ दाजु दिदी बुवालाई लिएर अब पशुपति नगर जाँदैछु पशुपति खालि मेरो चाहिँ पशुपति नै भन्दैछु काठमाडौँमा अहिले चाहिँ बिहान बिहानै त्यो 9 बजे नि घाम निस्केर त्यति धेरै जाडो लागेको छैन मम्मी कस्तो लाग्दैछ ठाउँ यो भक्तपुर हो कस्तो लाग्दैछ दाजु कस्तो लाग्दैछ बाउ बाजे नआएको ठाउँ होइन मेरो चाहिँ साझी हो उमेरले त्यहाँले 72 वर्ष पुगिसक्नु भयो बाउ बाजे नआएको ठाउँ म हेर्छु भनेर मान्छेको राजधानी राजधानी अब जाने यो पनि राजधानी नै हो होइन जम्मा काठमाडौँ भक्तपुर ललितपुर अनि काठमाडौँका 3टा छ क्या जिल्ला हाम्रो टोलीहरू हिँड्दैछ घुम्न आउँदै दाजु मम्मी आकाशे पुलबाट झर्दै यो पशुपति दर्शन गर्नु भित्र प्रवेश गर्दैछौँ यतै बाटो है अब हामी पशुपति जाँदैछौँ है पशुपति दर्शन गर्न हामी चाहिँ पशुपति दर्शन गर्न वरिपरि मन्दिर पशुपति वरिपरिको पूजा सामग्री किन्ने स्थल मेरो सपर्यो पशुपतिनाथको दर्शन गर्दै दाजुलाई नानालाई बुवा मम्मीलाई सबैलाई मन्दिर आएर पशुपति मन्दिर आएर कस्तो लाग्यो कस्तो लाग्यो राम्रै लाग्छ नि अब देवता छन् राम्रै लाग्यो नानालाई राम्रै लाग्यो बुवालाई मम्मीलाई अरे धेरै राम्रो छ मम्मी त्यही पहिले आउनु भएको बुवा नाना दाजुहरूलाई दर्शन यो मम्मीलाई दाजुलाई नानालाई त पहिलोचोटि दर्शन गराउनु यो उमेरमा डा गरे पनि नि त यी मान्छे हामी यसरी मरेपछि खरानी जति झगडा रिस हामी गर्छौँ नि मनमुरा गरेपछि लास्टमा हाम्रो जिन्दगी यस्तै छ यी खरानी माथि माथि खोइ कताबाट आएको छ हौ दाजु दाजु बुवा त मुख के गर्नुभएको लु नाना दाजु लु जाउँ उता अब जुत्ता लाउनुपर्छ सबैलाई पशुपतिनाथको दर्शन गराउँदै नेवार कल्चरको के कार्यक्रम छ दाजु
यता कस्तो मजा होइन बाउ बाजे पनि राजा गाउँको थिएन बाउ बाजे न पुगिनै मरे तपाईँ आज आउनुभयो कस्तो लाग्यो अनि कस्तो लाग्छ नि अब कस्तो लाग्यो राम्रै लाग्यो साथीहरू हामीले पशुपतिनाथ यता हेर्नु माथि म त जान्न म यतै बस्छु माथि जान्न साथीहरू कमला राई युट्युब च्यानलमा स्वागत छ म चाहिँ मेरो मम्मी बुवा उहाँ पर दाजुहरूसँग बौद्ध घुमाउँदै बौद्धको यस्तो छ है बजार एरिया अगाडि हिँड्नु न बौद्ध घुम्दै ल ल कस्तो लागिरहेछ दाजु कस्तो यहाँ यो बौद्धमा आएर कस्तो लागेको छ कस्तो लागेको छ राम्रो लाग्यो नि कस्तो मजाको ल मम्मीलाई एकदम राम्रो छ नानालाई राम्रो यहाँ बाउलाई ल यहाँ मेरो दाजु आमा दिदी बुवा जिरान दिदीहरूसँग घुमफिर गर्दै यतै अहिले बौद्धमा त्यही आमा बाबासँग मम्मी यता हेर्नु त बौद्ध घुमघाम बुवा बिस्तारी बिस्तारी दाजु नाना उता जानु उता उता जानु 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 साथीहरू बेला बेलामा फोटो खिच्दै टिकटक बनाउँदै मेरो मम्मी बाबा दाजु दिदीलाई बिच बिचमा हँसाउँदै बुढाबुढीलाई यसरी यसरी भन्दै देखाउनु पर्यो नि है साथीहरू पहिले अग्लो सबै हो सबै नै एरिया राजा बस्ने ठाउँ पहिले यो अब अहिले त राजा छैन राजतन्त्र होइन दाजु लु राजा बसेको ठाउँ हेर्नुभयो राजा बसेको ठाउँ हेर लु अब भित्र प्रवेश गर्नु नपाए पनि बुवा त हेर्नु छोडिदिनु राजा बस्ने ठाउँ पनि राजदरबार यो नारायण हिटी राजदरबारभित्र अलिक ढिलो आयौँ हामी त्यही भएर प्रवेश गर्नु पाइएन त्यही रानी पोखरीमा दाजु मम्मीहरू बाबुलाई घुमाउँदै रानी पोखरी यता दरबार मार्ग जमल नाना दाजु लु उठाउनु न गिलास लु चेस लु गर्नु अब लु यहाँ
ए दाइलाई एकछिन एकछिन यहाँ गर्नु त यहाँ पोखौला अहिले ल ल चेस गर्दा गर्दा हात थाम्दैन ल ल ल टिप्न